बागमती प्रदेशको मध्य पहाडी जिल्ला रामेछाप भौगोलिक एवं सामाजिक र सांस्कृतिक विविधताले भरिपूर्ण छ। विविधताले भरिएको रामेछाप पर्यटकीय दृष्टिकोणले भने हालसम्म भर्जिन डेस्टिनेसनकै रूपमा छ भन्न सकिन्छ। पञ्चायत कालमा नै सुगम जिल्ला घोषणा भए पनि रामेछाप जिल्लाले पञ्चायतमा विकासको उज्यालो देख्न भने पाएन। राजधानी काठमाडौँबाट 114 किलोमिटर दूरीमा र तराई मधेसको मध्यभाग बर्दिवासबाट 100 किलोमिटर दूरीमा रहेको रामेछापलाई सडकले छुन बहुदल नै पर्खनु पर्यो। बहुदलीय व्यवस्था आएपछि दोलखाको तामाकोसी हुँदै मन्थलीसम्म सडक बन्यो। बीपी राजमार्ग बनेपछि 2071 सालमा सिन्धुलीको खुरकोटबाट रामेछापलाई जोड्ने पक्की पुल बन्यो। त्यसपछि मात्रै रामेछाप जिल्ला राजधानी काठमाडौँ र तराईसँग सहज रूपमा जोडियो।